गुड आफ्टरनुनबाट म स्टार्ट गर्छु मेरो ब्लग किनभने म खाना खाएर अनि सुतेर नि उठेको अहिले चाहिँ 2 बज्न लाग्यो कति बज्यो 2 बज्न लाग्यो अनि अहिले चाहिँ उठेर मेरो सासु ममले चाहिँ उता मार्केटतिर जाने रे उता दुलेगौडातिर जाने काम छ रे सो म र सासु मम चाहिँ दुलेगौडा जानु भएको हेरौँ अब हामी सासु बुहारी चाहिँ दुलेगौडा जान्छौँ हाम्रो सानो काम छ ओके सी यू लेटर साथीहरू अब चाहिँ जान लाग्यो हेर्नु हिँड्ने बेलामा क्या छेउ भयो स्कुटरको चाबी नै भेटेन कहिले खान्छ मैले अस्ति कहाँ राखेँ है स्कुटरको चाबी साथीहरू स्कुटरको चाबी पाएन अब सासूले रिसाउनु भयो स्कुटरको चाबी भेटेन साथीहरू स्कुटरको चाबी चाहिँ भेटेन नभेटे पनि के भएको नभेटे पनि हल्का नक्कल पार्न पर्यो स्कुटरमा जाने भनेर मलाई जाम भनेको मम्मीले स्कुटरको चाबी भेटेन यतातिर राख्थ्यो चाबी छैन त ए यहाँ रहेछ थ्याङ्क गड पायो फाइनली पायो मम्मी तल गएको निस्केर जानुभएको चाबी त लाएको छैन साथीहरू मेरो चाहिँ अल टाइम फेभरेट यही चप्पल है यो पनि मेरो दिदीको मेरो दिदी मिनु थापाको थ्याङ्क यू मिनु थापा दिदी तपाईँको यो चप्पलले धेरै सजिलो भएको छ मलाई अब चाहिँ म सासु मम ननिस्किनेसम्म चाहिँ आमामामा यस्तो घाम स्कुटर स्टार्ट गर्नु पर्यो किनभने धेरै भयो कि स्कुटर स्टार्ट नगरेको सो स्टार्ट गर्नु पर्यो गाइस हेर्दै गर्नु nói về thau này kia là ăn của thau này साथीहरु हामी चाहिँ अहिले यहाँ चुरा किन्न आयो अलिकति सानो छन् हाम्रोमा कस्तो घाम हो हारियो
नानीहरूलाई रातो अरे हेलो साथीहरू हामी चाहिँ अब किनै दुलेगडाबाट आएर पनि है बच्चाहरू लिएर आएर पनि खाजासाजा खाएर पनि यतिकै बसिरहेको बाहिर एकदमै ठुलो पानी पर्यो अघि पानी पर्ने हावा उड्याउने गराङ गुरुङ गर्ने गरेको अहिले चाहिँ रोकियो पानी अनि तपाईँहरू पनि अब तपाईँहरूकोतिर नि पानी पऱ्यो कि परेन पर्यो होला पक्कै पनि जतासुकै है यहाँ पनि ठुलो पानी पर्यो अनि यत्तिकै अब तरकारी सरकारी पकायो अघि नै अनि यत्तिकै बसिरहेको अब मेरो यो सर्ट भिडियो चाहिँ म यहाँ इन्ड गर्छु पछि फेरि भेट्ने छौँ प्लिज डु सब्सक्राइब माई च्यानल साथीहरू प्लिज मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् भन्दै भोलि भेटौँला बाई बाई